हेलो नमस्ते वेलकम बैक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। हामी आज बजार जाँदैछौँ पैदल हिँडेर होइन। त्यसो हुँदाखेरि एउटा सानो सम्झना स्वरूप भनेर साथीहरूको लागि भिडियो बनाएको छौँ। हामी तीनजना मजाले यहाँ पाइनएप्पलको बारीभित्र पसेर यहाँ बजार जाने तयारीमा छौँ। यसो सामानको लागि अलिकति धेरै त होइन, हल्का मिलाएर। अनि फार्मदेखि यता आएर यसो पाइनएप्पलको बारी भेटियो। त्यो बारीमा एउटा भिडियो बनाऊँ न त साथीहरूको लागि, यसो सेयर गरौँ न त भनेर हामीले भिडियो बनाउँदैछौँ। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु होला। यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। मैले ब्याक दिन्छु, सबैजनालाई रिटर्न गर्छु होइन। सपोर्ट गर्नु होला मलाई पनि भिडियो हेरेर आग्रह गर्न चाहेँ मैले सबैजनालाई। थ्याङ्क यू सो मच साथीहरू। म देखाउँदै गर्छु टाइममा है त। यसो मिलाएर बजारतिर जानुपर्ने भयो हल्का सामानको लागि। ज्यादा सामान त छैन, अलिकति। हाम्रो पछाडिपट्टि पाइनएप्पलको बारी छ साथीहरू, हेर्नु त। यो अब कुरै छोडिदिनु। अब यो ठाउँमा के पाइन्छ होइन। अब नारियल छ, सुपारी छ, इलाइची छ, रबर छ, चियापत्ती छ, कफी छ, अरू के छ यसमा, पाइनएप्पल छ। यो रुखहरू जति पनि देखिन्छ नि साइडमा, यतापट्टिको जङ्गलको साइडमा, यतापट्टि हाम्रो साइडमा जङ्गल छ नि, यो सबै काम लाग्ने चिज मात्र छ क्या यसमा। काम नलाग्ने चिज त केही पनि छैन, सबै काम लाग्ने। यो ढुङ्गो माटो पनि काम लाग्छ क्या यहाँ त। अब स्वर्ग के हो यार, कफी होइन। ल यही हो साथीहरू कफी भन्ने। यतापट्टि हेर्नु होला, ऊ दाना पनि देखिन्छ यार कफीको। के गर्ने, यस्तै छ, हेर्नु होला ल। कफी देख्नुभयो नि, यही त हो नि कफी यार। यस्तो छ। पाइनएप्पलको त बारी छ क्या, बारी पुरै। एउटा डाँडा हुन्छ नि, डाँडोभरि पाइनएप्पल छ क्या। कति छ अनगिन्ती छ। अनि के छ हजुरहरूको हालखबर सुनाउनु होला, मजाले कमेन्टमा प्रतिक्रिया दिनु होला। के कस्तो छ, कताबाट हेर्दै हुनुहुन्छ यसो सुन्नु हो, के अरे कमेन्ट गर्नु होला होइन। यस्तै हो जिन्दगी, चलेकै छ भन्नुपर्छ। चलेको होइन, चलाउनु पर्छ कि आफूले। त्यत्तिकै जिन्दगी चल्ने भयो त मान्छे के गर्थे। चलाउनलाई अलिकति मेहनत गर्नुपर्छ कि, हल्का मिलाएर। यस्तो यहाँ कप्पा पनि छ फेरि। कप्पा भन्छ यसलाई, उसिनेर खान्छ के, तरुल जस्तै हुन्छ। यता बोटा देखिन्छ नि, यतापट्टि कप्पा। के छ यहाँ, सब चिज पाइन्छ। अनि हेर्दै गर्नु होला। स्वच्छ हावा छ क्या, एकदम रमाइलो वातावरण, स्वच्छ हावा यतापट्टिको। अनि के भन्ने, स्वर्गै हो क्या ठाउँ। अलिक गाह्रै हुन्छ यस्तो ठाउँ भेटाउन। आनन्दको अनुभूति हुन्छ क्या। बिरामी कहिले भइदिन मान्छे। यहाँ त बिरामी पऱ्यो भने त्यही हो, कहिले कोही एक्सिडेन्ट भएपछि हो, नत्र खासै बिरामी पनि हुँदैन क्या यो ठाउँमा। हेर्नु न, यस्तो छ कि हाम्रो। हो थकाइ पनि लाग्छ। उकालो हिँड्नुपर्छ हामीले। हेर्दै गर्नु ल। मान्छेको यस्तो छ क्या, भिआइपी साला सुविधा सम्पन्न घर। क्या यार, हाम्रो काठमाडौँको यार शीतल निवास पनि पुग्दैन क्या यो भित्र। यस्तो छ क्या राम्रो, कस्तो दामी छ, कुरै छोडिदिनु। यतापट्टिको क्या मैले देखाएँ नि, हो यतापट्टिको। ल हेर्नु त, यो मै दङ्ग पर्छु, कस्तो दामी छ हेर्नु हो। गर्मी छ, घाम लागेको छ, के गर्ने। यस्तो छ, दामी छ कि ठाउँ त। यस्तै गर्नु भयो क्या। घाम लाग्यो कि आँखामा। अनि हेर्नै सकिन्न, अब के गर्ने, गर्मी छ नि धेरै।
गर्मी पनि छ, काम पनि त्यस्तै छ, आँखामा टल्किन्छ। यतापट्टि सूर्य नजिक पर्यो, के गर्ने यस्तै छ। बजार जान टाइम लाग्छ अझै। बजारसम्मकै भिडियो बनाउने भने त अब साथीहरू पनि दिक्कै मान्नुहुन्छ। भिडियो सानो चिटिक्क 5-7 मिनटको जति बनाउनु पर्छ। धेरै ठुलो भिडियो बनाउने भने त गाह्रै पर्छ हौ। ओ रोडमा हेर्नु यस्तै छ हाम्रो। तर ठाउँ भने स्वर्गै हो के, हावापानी पनि त्यस्तै खालको छ यार। यति राम्रो छ कि यति राम्रो छ कि कुरै छोड्दिनँ। रबर बारी हेर्नु यता तल, त्यो पनि रबर निकालेर त्यो पनि पैसै हो। प्लास्टिक बन्छ नि त रबरको, त्यही हो कि सबै चिजहरू। के छ यार, कुरै छोड्दिनु। म पछाडि बस आउँदैछ, ऊ कता बजार जाने होला सायद। बजार जानको लागि बस हो क्या। आइटम अब 6 मिनट कति भयो।